नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। प्रदेश नम्बर 2 प्रदेशसभाको उपसभामुखमा उपमहादेव निर्विरोध निर्वाचित देवबाट शपथ ग्रहण। शेर्पा जातिहरूको प्रमुख चाड ग्याल्बो लोहोसार आज प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त। मुलुक विकासको व्यावहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता नेपालको सुझाव। परिक्रमाको दोस्रो दिन आज डोला कलानेश्वरमा, भोलि गिरिजा स्थानको यात्रा। र सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन 2 को सर्वोत्कृष्ट खेलाडी घोषित। अब समाचार विस्तारमा। प्रदेश नम्बर 2 प्रदेशसभाको उपसभामुखमा उपमहादेव निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको प्रदेशसभाको चौथो बैठकले उपसभामुखमा देवलाई चयन गरेको हो। उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी नेत्री उपमहादेवको मात्र मनोनयन परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। बैठकमा फोरमका प्रदेश सांसद ज्ञानेन्द्र कुमार यादवले उपमा कुमारी देवलाई प्रदेशसभा प्रदेश नम्बर 2 को उपसभामुख पदमा निर्वाचित गरिएको भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राजपाकी सुरिता कुमारी शाहले समर्थन जनाउनु भएको थियो। त्यसपछि प्रदेशसभाको पहिलो पटक सभापतित्व गरिरहेका सभामुख सरोज कुमार यादवले देव उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो। बैठक प्रमुख देवले आफ्नो कार्यभार राम्ररी पूरा गर्ने छोटो प्रतिक्रिया दिनुभएको थियो। आज शपथ लिनु भएको छ। सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान छ। 70 उपमा देव फोरम नेपालकी समानुपातिक प्रदेश सांसद हुन्। प्रदेशसभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। बौद्ध महायानी धर्मावलम्बीहरूले आज लोहोछार अर्थात नयाँ वर्ष मनाउँदैछन्। तामाङ, लोहोमो लगायतका समुदायले सोनाम लोहोछार र शेर्पा लगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो लोहोछार पर्व मनाउन लागेका हुन्। सोनाम कृषि लोहोथो अर्थात पात्रो अनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो लोहोसार एकै दिन परेको छ। सरकारले माघ 4 गते नै सोनाम लोहोछारको बिदा दिए पनि केही तामाङ समुदायले आफूहरूको तिथि र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन्। सोनाम र ग्याल्बो दुवैले आज एकै दिन लोहोछार धुमधामका साथ मनाउँदैछन्। आज सरकारले सार्वजनिक बिदा दिएको छ। यसअघि माघ 4 गते पनि सरकारले सार्वजनिक बिदा दिएको थियो। लोहोछार मान्ने समुदायले आजबाट चरा वर्षको बिदाई गरी कुकुर वर्षलाई स्वागत गरेका छन्। हरेक वर्ष जनावर तथा पशुपक्षीको नाममा लोहो अर्थात वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाई गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम लोहोछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय सोनाम लोहोछार 2854 को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ। काठमाडौँको तीनकुनेमा शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव हुँदैछ। महोत्सवको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरूको प्रमुख चाड ग्याल्बो लोहोसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजाति, बहुसांस्कृतिक र बहुभाषिक देश भएको उल्लेख गरेका छन्। यस प्रकारका मौलिक विविधतालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको प्रतीकको संज्ञा दिएका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि देशमा आधारभूत रूपमा संक्रमणकाल सकिएको उल्लेख गरेका छन्। उनले अबको सरकारको प्राथमिकता सुखी नेपाली, समृद्ध नेपाल हुने बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै स्वदेशमै रोजगारीका अवसर सृजना गरेर देशलाई समृद्ध बनाउन अधिकतम प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियता, स्वाभिमान, शान्ति र लोकतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको जनाउँदै संविधान निर्दिष्ट मौलिक हकको प्रत्याभूतिका लागि सरकार लागि पर्ने बताउनुभयो। उनले सुखी नेपाली, समृद्ध नेपालको चाहना पूरा गर्न सरकारले चालेका कदमहरूप्रति सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन्। मोदीले बिहीबार राति 10:30 बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन्। मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए। यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मोदीले व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने मोदीलाई बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। ओली प्रधानमन्त्री बन्ने लगतै मोदीले नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरी मार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए। भारतीय विदेश मन्त्री सुषमा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार माओवादीको समर्थनमा मुलुकको 41औं प्रधानमन्त्री नियुक्त भएका छन्। सर्वसाधारणले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने आशा गरेका छन्। आज बिहान प्रधानमन्त्री ओलीलाई बधाई दिन बालकोट स्थित उहाँको निवास पुगेका सर्वसाधारणले ओली नेतृत्वको सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्ने तथा जनताको चाहना अनुसार मुलुकलाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरूले पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडानको खुलेर प्रशंसा समेत गरेका थिए। समृद्ध राष्ट्र निर्माण गर्ने प्रमुख एजेन्डा छ र उहाँले चाहिँ राष्ट्रियताको सवालमा, स्वाभिमान र समृद्ध राष्ट्र निर्माणको सवालमा उहाँले जुन अडान लिनुभयो र त्यसमा लागि पर्नु भएको छ, त्यसैले उहाँलाई बधाई तथा शुभकामना भन्न आएको। किनकि अब चाहिँ देश निर्माण गर्ने बेला आएको छ, समृद्ध राष्ट्र निर्माण गर्नुपर्ने छ। त्यसैको लागि चाहिँ त्यो कार्यमा उहाँले चाहिँ सफलता हासिल गर्नुहुनेछ र द्रुत दिगो देश विकास निर्माण गर्न उहाँको भूमिका अपरिहार्य रहनेछ भन्ने उद्देश्यका साथ म चाहिँ उहाँलाई बधाई दिन आएको। शान्ति सुव्यवस्था आओस्, राम्रो होस्, जनताले सुख पाउन्, दुःख नपाउन् भन्ने नि शुभकामना दिने। अरू के दिन्छ? देशमा समृद्धि होस्, देशको विकास होस्, जनताको चाहना पुरा हुन् भन्ने आश्वासन राखेका छौँ। ओलीले प्रधानमन्त्रीको रूपमा 2072 सालमा 9 महिना मुलुकको नेतृत्व गर्दा भारतीय नाकाबन्दीको डटेर सामना गर्दै मुलुकको राष्ट्रियताको पक्षमा अडान लिनुभएको थियो। बिहीबार पुनः मुलुकको प्रधानमन्त्री बन्नुभएका ओलीले मुलुकलाई स्वाभिमानका साथ अघि बढाउने सर्वसाधारणले विश्वास व्यक्त गरेका छन्। उनीहरूले ओलीले निर्वाचनको बेलामा समृद्धिको नारा दिएका कारण आफूहरूले ओली नेतृत्वको वाम गठबन्धनलाई निर्वाचनमा विजय गराएको पनि स्मरण गराएका छन्। ओली राष्ट्रवादी नेता भएकाले अब विकास निर्माणको कामले पनि तीव्रता पाउने उनीहरूको बुझाइ छ। मुलुकमा स्थायित्व कायम हुने र ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने सर्वसाधारणको भनाइ छ। मलाई लाग्छ देशमा स्थायित्व आउँछ र सरकारले देश विकासको निम्ति बलियो सबल तरिकाले अगाडि बढ्न सक्छ भन्ने विश्वास लिएको छु र उहाँ पनि केही गरौँ भन्ने उद्देश्य लिएर आउनुभएको हुनाले मलाई लाग्छ देशले विकासको फड्को मारेको छ। प्रथमपटक यो देशको प्रधानमन्त्री हुँदाखेरि जसरी राष्ट्रका लागि, देशका लागि मूल भूमिका खेल्नु भएको थियो, फेरि दोस्रो पटक सम्मानित पदमा आसीन हुनुभएको छ र फेरि पनि यो देशको समृद्धिका लागि अग्रणी भूमिका रहोस् र तपाईँको कार्यकाल सफल होस् भन्ने मैले शुभकामना।
सर्वसाधारणले नवनियुक्त प्रधानमन्त्री ओलीले बोलेका कुरा अब गरेर देखाउने बेला आएको पनि बताएका छन्। एमाले अध्यक्ष ओलीले वाम गठबन्धन नेतृत्वलाई निर्वाचनमा विजयी गराए मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता जनतामाझ गरेका थिए। सर्वसाधारणले ओली आफ्ना ती भनाइलाई गराइमा रूपान्तरण गर्न अब सक्षम हुनेमा आशावादी छन्। ओलीका लागि जनताका अपेक्षालाई पूरा गरेर अघि बढ्नुको विकल्प नरहेको विश्लेषण पनि गर्न थालिएको छ। माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनु भएका प्रधानमन्त्री ओलीले पनि बिहिबार साँझ पदभार ग्रहण गर्दै मुलुकमा शान्ति र समृद्धि स्थापना गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुक विकासको व्यावहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता नेपालले मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्ति र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिनुको विकल्प नरहेको पनि स्मरण गराउनुभयो। आज काठमाडौँमा आयोजित नेपालको समृद्धि र सम्भावना विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कृषि, पर्यटन र जलस्रोत नै मुलुक समृद्धिको मुख्य आधार भएको पनि उल्लेख गर्नुभयो। गुज्रिनु छ, चुनाव सम्पन्न गर्नु छ, राजनीतिक संरचना खडा गर्नु छ आदि इत्यादि सबै कुराहरू सकिसकेका छ। अब एक मात्र ध्यान भनेको बको ध्यानम, बकुलाको ध्यान माछामा, हाम्रो ध्यान आर्थिक विकासमा हुनुपर्छ। रोजगारी वृद्धि गर्ने कुरामा हुनुपर्दछ। मान्छेको इन्टरप्रेन्योरसिप विकास गर्ने कुरामा हुनुपर्छ। यो इन्टरप्रेन्योरसिप नै हुन सकेन भने, मान्छेमा सिप हुन सकेन भने, क्षमता हुन सकेन भने हुँदैन। यसमा यी तीनटा हाम्रा निम्ति मेजर पक्षहरू छन्। त्यसलाई भन्न सकिन्छ पूर्वाधार, पूर्व शर्त भन्न सकिन्छ। यी तीनटा पूर्व शर्तहरू भनेका पहिलो कुरो भनेको जनशक्ति सक्षम र दक्ष जनशक्तिको निर्माण, त्यसको एजुकेसन। नम्बर 2 फिजिकल इन्फ्रास्ट्रक्चरको विकास, थर्ड हेल्थ। त्यसो भए यी तीनटा कुरालाई ध्यानमा राख्दै इकोनोमीलाई पुसअप गर्नु छ भने यसको निम्ति पनि हामीले अर्को तीनटा सेक्टरमा ध्यान दिनुपर्छ। कृषि हुनेछ, दोस्रो पर्यटन हुनेछ, तेस्रो भनेको जलस्रोत हुनेछ। प्र्याक्टिकल हामीसँग एउटा मुलुक विकासको योजना हुनेछ। योजना हुनको लागि एउटा परिकल्पना हुनुपर्छ, भिजन र ड्रिम। भिजन र ड्रिम छ, त्यो खुसी हो, तर त्यो पहिलो प्रस्थान बिन्दु मात्रै हो। वरिष्ठ नेता नेपालले रोजगारी वृद्धि र उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याउनुभयो। नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले कांग्रेसले 5 वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले वाम गठबन्धन नेतृत्वको सरकार संविधान विपरीत चले कड़ा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिनुभयो। नयाँ सरकारले कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभाका लागि सिफारिस गरेका 3 सदस्य फिर्ता लिने तयारी गरिरहेका बेला उहाँले संविधान विपरीत नचल्न सरकारलाई चेतावनी दिनुभएको हो। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले जनताको अपेक्षा अनुसार नचले वाम गठबन्धनलाई पनि आगामी निर्वाचनमा जनताले पराजित गर्ने दावी समेत गर्नुभयो। एउटा अर्को सरकारी जसमा सरकारले केही पर्सेन्ट यो चाहिँ जुन अहिले चाहिँ निर्वाचनमा जुन अलायन्सलाई त्यो गठबन्धनलाई अब विश्वास गरेर राजनीतिक स्थिरता आउँछ। कम्युनिस्टहरू चाहिँ यो चाहिँ लेफ्टहरूको चाहिँ जुन अलायन्सबाट चाहिँ के चेन्ज आउँछ कि भनेर चाहिँ जुन मत अहिले चाहिँ यो चाहिँ वाम गठबन्धनमा चाहिँ गएको छ। उहाँहरूको चाहिँ घोषणापत्रका जुन राम्रा मुद्दाहरू उहाँहरूले चाहिँ उल्लेखित गर्नुभएको छ त्यसलाई चाहिँ पालना उहाँले चाहिँ कार्यान्वयन गर्न सकोस् भन्ने चाहिँ
हाम्रो शुभकामना छ। हामी त अब विपक्षमा एउटा चाहिँ प्रभावकारी जिम्मेदार प्रतिपक्षको भूमिका निर्वाह गरेर कांग्रेस बस्छ भन्ने कुरामा हामी भन्न चाहन्छौँ। तर एउटा कुरा के हो त भन्दाखेरि कन्स्टिट्युसन अनुसार विधि सम्बद्ध गर्ने चाहिँ यो चाहिँ वाम गठबन्धन यो चाहिँ जुन साम्यवादी गठबन्धनको सरकार बन्दाखेरि फेरि चाहिँ स्ट्रेन्थको आधारमा संख्याको आधारमा कन्स्टिट्युसन संविधान भनेको केही होइन भनेर गर्नु खोज्यो भने त्यसमा चाहिँ हामी चाहिँ डेमोक्रेटिक पार्टी भएको कारणले गर्दाखेरि पनि त्यसमा चाहिँ हामी चाहिँ ठुलो हेरेर चाहिँ त्यसै बस्नेवाला छैन भन्ने कुरा यो राम्ररी यो चाहिँ के छ भन्दाखेरि साम्यवादीहरूले चाहिँ बुझे हुन्छ भन्ने कुरामा म यहाँ चाहिँ भन्न चाहिँ चाहन्छु। कांग्रेस नेता सिंहले निर्वाचन अघि जनतालाई बाँडेको आश्वासन पूरा गर्न नयाँ सरकार केन्द्रित हुने विश्वास पनि व्यक्त गर्नुभयो। नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले 2 दिनभित्र माओवादी केन्द्र पनि सरकारमा आउने दावी गर्नुभएको छ। मन्त्री पण्डितले 2 दिनभित्रै माओवादी केन्द्र सहित मन्त्री परिषद विस्तार हुने विश्वास व्यक्त गर्नुभएको हो। उहाँले एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने दावी पनि गर्नुभयो। आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले दुवै पार्टीका नेता कार्यकर्ताको उचित व्यवस्थापन हुने पनि बताउनुभयो। पार्टी एकताको प्रक्रिया पनि झनै अन्तिम चरणतिर जाँदैछ र पार्टी एक भएर पनि जान्छ र सरकार पनि 2-3 दिनभित्रै विस्तार हुन्छ भन्ने मलाई विश्वास छ। मन्त्री पण्डितले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका त्रुटिपूर्ण निर्णय खारेज हुने घोषणा पनि गर्नुभयो। प्रक्रियागत, नीतिगत र कतिपय मुलुकलाई प्रतिकूल असर पर्ने गरी देउवा नेतृत्वको सरकारले गरेका निर्णय आवश्यक परे खारेज गर्न सरकार बाध्य हुने उहाँको भनाइ छ। थुप्रै निर्णय प्रक्रियागत कतिपय मिल्या छैन, कतिपय चाहिँ आक्रोशपूर्ण तरिकाले गरिएको छ, कतिपय गैर जिम्मेवारी पूर्ण तरिकाले गरिएको छ। त्यस कारणले गर्दाखेरि कतिपय निर्णयको लागि मात्र गरिदिएर राष्ट्रलाई अप्ठ्यारो स्थितिमा पुर्याउने गरिएको हुनाले गर्दा अहिले ती निर्णयहरू होल्ड हुन्छन् र त्यसमा उपयुक्त निर्णयहरू प्रक्रियासङ्गत रूपमा भएका निर्णयहरू कार्यान्वयन भएर जान्छ। नभए कतिपय निर्णयहरूलाई संशोधन गर्नुपर्ने स्थिति हुन्छ भने कतिपय निर्णयहरू खारिजको तहमा पनि पुग्छ। मन्त्री पण्डितले मानव मैत्री तथा भूगोल अनुसार जनसंख्याको सन्तुलित व्यवस्थापन गर्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। मिथिला माध्यमिकी परिक्रमाको आज दोस्रो दिन भगवान राम जानकीको डोला बिहारको कलना स्थित कल्याणेश्वर पुगेको छ। बिहिबार धनुषाको मिथिला विहारी नगरपालिकाको ठेरा कचुर स्थित मिथिला विहारीको मठबाट डोला निस्केपछि माध्यमिकी परिक्रमा शुरू भएको हो। परिक्रमाको पहिलो दिन जनकपुरको हनुमान नगरमा एक रातको विश्रामपछि आज डोला कल्याणेश्वर पुगेको हो। त्यस्तै परिक्रमाको तेस्रो दिन भारतकै फुलहर स्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मठिहानी, पाँचौं दिन जलेश्वर, छैठौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड, आठौं दिन कञ्चनवन, नौौं दिन पर्वता, दशौं दिन धनुषाधाम, 11औं दिन शतोखर, 12औं दिन औरही, 13औं दिन करुणा भारत, 14औं दिन विशौल भारत र यात्राको अन्तिम दिन अर्थात 15औं दिन जनकपुर धाम आएर अन्तर्गृह परिक्रमामा परिणत हुँदै तीर्थालुहरू होली खेल्दै घर फर्किने गर्छन्। परिक्रमामा हजारौं श्रद्धालुहरूको सहभागिता रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार।
डीबी चिट्ठा लगायतका विषय समेटिएका 4वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन्, जसमा अमेरिकामा अवैध रूपमा ल्याइएका युवा प्रवासीको सुरक्षा समेत सामेल थियो। अमेरिकाको माथिल्लो सदनले डीबी चिट्ठा बन्द गर्ने, युवा प्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो। सीमा सुरक्षा र नियमसँग सम्बन्धित डाका विधेयक द्विपक्षीय समर्थनमा पेश भएका थिए। त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन्। उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्ति समेत दिएका छन्। उनले यसको समाधान आगामी मार्च 5 सम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन्। डीबी चिट्ठा कार्यक्रम अन्तर्गत हरेक वर्ष 50,000 जना अमेरिका जान पाउँदछन्। त्यस्तै फ्यामिली कोटा अन्तर्गत अमेरिकामा ग्रीन कार्ड र होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन्। यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डीबी चिट्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै आएका थिए। यो असफलताले नेपालीहरूलाई सबैभन्दा ठूलो राहत दिएको छ। डीबी परेर अमेरिका पुग्ने विदेशी मध्ये नेपाली पहिलो स्थानमा रहँदै आएका छन्। नेपालीहरूले हरेक वर्ष झण्डै 4,000 का दरले डीबी चिट्ठा पाउँदै आएका छन्। अब खेल समाचार। सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगितामा सर्वाधिक 17 विकेट लिएका 17 वर्षीय सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन्। नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्या विरुद्ध सिनियर करियरकै उत्कृष्ट बलिङ गरेका थिए। हालै आईपीएल को फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका सन्दीपले केन्या विरुद्ध 10 ओभरमा 5 मेडन राख्दै 20 रन दिएर 5 विकेट लिएपछि नेपालले सामान्य लक्ष्य पाएको थियो। प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामिबिया विरुद्ध 4 विकेट लिएका थिए भने दोस्रो खेलमा ओमान विरुद्ध 2 तथा तेस्रो खेलमा यूएई विरुद्ध 3 विकेट लिएका थिए। यूएई सँग भएको फाइनलमा उनले 1 विकेट लिएका थिए। क्यानाडा विरुद्ध 1 विकेटको नाटकीय जित हासिल गर्दा अन्तिम विकेटका लागि करण केसीसँग 51 रनको साझेदारीमा सन्दीपले गतिलो साथ दिएका थिए। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। प्रदेश नम्बर 2 प्रदेश सभाको उपसभामुखमा उपमादेव निर्विरोध निर्वाचित, देवबाट शपथ ग्रहण। शेर्पा जातिहरूको प्रमुख चाड ग्याल्बो लोसार आज, प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त। मुलुक विकासको व्यावहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता नेपालको सुझाव। परिक्रमाको दोस्रो दिन आज डोला कलानेश्वरमा, भोलि गिरिजा स्थानको यात्रा। र सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 को सर्वोत्कृष्ट खेलाडी घोषित। हवस् त अहिलेका लागि अपन समाचार यति नै। पल पल खबर, तेज नजर अपन टिभी हेर्दै गर्नुहोला। नमस्कार।